हेलो हाई नमस्ते सम्पूर्ण मेरा साथीहरूलाई सधैँ चाहिँ भिडियो ल्याउने क्रममा आज पनि म आइसकेको छु अर्को एउटा भिडियो लिएर। आजको भिडियो चाहिँ रहेको छ यहाँ म आइपुगेको छु आज ओखलढुङ्गाको रगनी 1 भन्ने ठाउँमा। अहिले चाहिँ म हिँड्दैछु यो ओखलढुङ्गाको रगनीको 1 नम्बर ओडामा। एकदम रमाइलो ठाउँ छ साथीहरू, चारैतिर जङ्गल हरियाली डाँडा पाखाहरू छन्। एकदम अर्कै अनुभव भइरहेछ आज यतातिर आउँदाखेरि। झन्डै 11 घन्टाको बसको गाडीको यात्रापछि हामी यहाँ आइपुगेका थियौँ। हिजो आइपुगेका हामी, हिजो रेस्ट गरेर आज चाहिँ यहाँ यसो तपाईहरुलाई यहाँका दृश्य देखाउनलाई चाहिँ आएका हौं। एकदम कहाँ पुगे जस्तो भइरहेछ, अर्कै दुनियाँमा। यस्तो रमाइलो ठाउँ छ यहाँ। यताको तपाईलाई यताको दृश्यहरू देखाउँछु। यता यस्तो रुखहरू, बाटो छ। यस्तो बाटोबाट हिँड्दैछु म। एकदम यो बाटोहरूको चाहिँ विकास गर्नुपर्ने नै छ यो ठाउँमा। यहाँबाट चाहिँ पछाडि यस्तो देख्छ, यस्तो यो तल बाटोबाट चाहिँ म आइरहेको छु। यस्तो भिरको बाटो, एक्लै छु। एकदम अनौठो अनुभव भइरहेछ यो ठाउँमा आएर। जस तपाईहरुलाई पनि मन पर्यो होला यहाँका दृश्यहरू। प्राकृतिक पानी, यो चाहिँ आफै उत्पन्न भएको यो डाँडाबाट यस्तो पानीहरू छ यहाँ। हेर्नुहोस्, हाम्रो काठमाडौँमा एकदम पानीको समस्या छ होइन। त्यहाँनिर चाहिँ यसरी पानी जङ्गलबाट यसरी निस्किरहेको छ प्राकृतिक रूपमा। अहिले चाहिँ म हिँडिरहेको छु यो प्रोजेक्टले बनाएको बाटोमा। एकदम रमाइलो छ यहाँको ठाउँ। यस्तो डाँडा पाखा, एउटा झरना भएको ठाउँ त्यहाँ छ, त्यता पनि जानेछौँ। अहिलेसम्मको यात्रा एकदमै रमाइलो भइरहेछ। पसिना नै हल्का बगिरहेछ। यहाँ अहिले यता यही प्रोजेक्टको ड्याम बनिरहेछ अरे, त्यो ठाउँमा जाँदैछौँ। पानी पनि टपकिन लागे जस्तो भइरहेछ, त्यही पनि हिँड्दैछौँ। त्यो ठाउँसम्म गएर तपाईहरुलाई त्यहाँको दृश्यहरू देखाउनेछौँ। डाँडा पाखाहरू कति रमाइलो छ यतातिर। यस्तो डाँडाहरू छ, एकदम रमाइलो भइरहेको छ। तपाईहरुलाई नि रमाइलो लागिरह होला अहिलेसम्म यो भिडियो हेरेर। रमाइलो लाग्यो भने प्लिज लाइक सेयर कमेन्ट गरिदिनु होला। र यो ठाउँमा आउनलाई चाहिँ झन्डै हामीलाई बसमा आउनलाई 800 रुपियाँ लाग्यो एकजनाको। जस नौलो अनुभव हुँदैछ यो ठाउँमा आएर। प्रोजेक्टको कामहरू भइरहेछ पुरै। यो प्रोजेक्टले गरेर नै यो ठाउँ यति विकसित भएको भन्ने हुन्छ सबैजना। जस राम्रो हो, नेपालले पनि प्रगति गर्दैछ, अझै प्रगति गर्दै जानेछ भन्ने लाग्छ। यो नेपालको प्रगति चाहिँ काठमाडौँ भन्दा पनि काठमाडौँ बाहिरको ठाउँहरूमा एकदमै देख्न सकिन्छ। र काठमाडौँ बस्नेमा त्यति सरकारले ध्यान दिइसकेको छैन। बाहिरलाई नै एकदम प्राथमिकता दिँदै कामहरू गरिरहेको छ। र यसको ज्वलन्त उदाहरण यो पनि हो हाम्रो ओखलढुङ्गाको।
कस्तो रमाइलो प्लेस साथीहरू, यस्तो झरना छ, एकदम रमाइलो भइरहेछ आजको यो यात्रा। तपाईँहरूले यस्तो झरना काठमाडौँमा कमै देख्न सक्नुहुन्छ, तर यो ठाउँमा ठाउँ पछि नै यस्तो झरना पानीको उहरू फहराहरू छन्। एकदम रमाइलो दृश्यहरू छ जो यहाँ आएर म एकदम खुसी लागिरहेछ। तपाईँहरू पनि आउन सक्नुहुन्छ। एकदम एडभेन्चरस मुभमेन्ट भइरहेको छ आज यहाँ आउनु पाएर, घुम्न पाउँदाखेरि। तपाईँहरू पनि आउनु चाहनुहुन्छ भने मैले अघि नै भनिसकेँ, यहाँ लजहरूको सुविधा पनि छ, धेरै लजहरू छ, यता गएर आएर बस्नु सक्नुहुन्छ। भिजिट नेपाल 2020 अहिले चलिरहेको छ। यो अवस्थामा चाहिँ यो पनि एकदम रमाइलो ठाउँ हुनसक्छ पर्यटकको लागि, जस्तो मलाई पनि लाग्छ, तपाईँहरूलाई पनि लाग्छ होला। जस रमाइलो भइरहेछ, तपाईँहरू पनि आउनु होला। अब म अरू दृश्यहरू पनि तपाईँहरूलाई देखाउने छु। आशा छ तपाईँहरूलाई एकदमै राम्रो लाग्नेछ होला। एकदमै नेचुरल दृश्यसँग यो खोलाको हेर्नुहोस्, कलल्ल बगिरहेछ यो खोला। यो खोलाको सुन्दरताले तपाईँको मन पनि एकदम कस्तो भइरह होला, तपाईँलाई नै आउँ जस्तो लागिरह होला। हेर्नु ऊ त्यहाँ पुल छ, ऊ त्यहाँनिर पुल, यो पुलबाट तरेर गयो भने चाहिँ ड्याम पुग्छ भन्ने छ। र यो अहिले चाहिँ पानी पर्न लागिरहेछ। हामी आज जान्छौँ कि जान्न चाहिँ कन्फर्म भएको छैन। र पानी पऱ्यो भने चाहिँ हामी नजाने विचारमा छौँ। अहिले नै हामी झन्डै 1 घन्टा जतिको यात्रा गरिसकेको छौँ। एकदम टाढा छ यो ठाउँ र यहाँ लोकल गाडी र भाडाको गाडी पनि नपाउने भएकोले एकदम गाह्रो छ। प्रोजेक्टको गाडीहरू मात्र हिँड्ने गर्छ यो ठाउँमा। भनौँ न बिकटै थियो, यतिको चाहिँ ठिकै भएको हो। योभन्दा पहिला झन् बाटो पनि नभएको कस्तो अवस्थामा बाँचेको थियो मान्छेहरू भन्ने तपाईँहरूलाई अनुभव हुन्छ। एकदम गाह्रो छ यहाँ। अब हामी यत्रो 1-1.5 घन्टा हिँड्छौँ, यहाँ 2-4 जना मान्छे हिँडेको बाइक केही देखाएको छैनौँ र गाडी पनि हिँडेको छैन, गाडीहरू पनि पाइँदैन। एकदमै यो ठाउँ चाहिँ प्राकृतिक रूपमा चाहिँ राम्रो भए पनि यहाँ भौतिक सरसाधनहरू चाहिँ नभएको अवस्था। यो प्रोजेक्टको कारणले पनि यतिसम्म भएको भन्ने सुनेको छु। र योभन्दा अगाडिको अवस्था सुन्यो भने कस्तो होला तपाईँहरू नै विचार गर्नु होला। यहाँ पछाडि खोला बगिरहेको छ। म चाहिँ अहिले ठ्याक्कै यो पुलनिर छु। पुल एकदम ठुलो पुल छ, फलामको यो प्रोजेक्टले नै बनाएको पुल हो। र यस्तो छ खोला अगाडि बगिरहेको छ। यहाँको दृश्यहरू तपाईँलाई कस्तो लाग्यो होला प्लिज तपाईँहरूले भन्नु होला। लाइक सेयर कमेन्ट गरिदिनु होला मेरो भिडियोलाई। एकदमै बाटोहरू चाहिँ यस्तो छ अहिले फिलहाल चाहिँ पिच गरेको छैन र चाँडै नै यहाँ पिच पनि हुन्छ भन्ने सुनेको छु। पिच भएपछि चाहिँ एकदमै राम्रो हुन्छ यो ठाउँ। अहिले चाहिँ अलिक गाह्रो छ, गाडी पनि छैन होइन, यसरी हिँडेरै जानुपर्छ घुम्ने ठाउँहरू पनि। र लोकल गाडीहरू भएपछि अघि भन्छ कि तपाईँहरूलाई एकदम राम्रो हुन्छ। हामी अहिले अर्को दोस्रो पुल आइसकेका छौँ र ड्यामको नजिक पुगिसकेका छौँ। तपाईँहरूलाई त्यहाँ ड्याम कस्तो रहेछ, कस्तो बनाएको रहेछ पनि देखाउँछु। र खोलाको आवाजले एकदम केही सुने छैन होला, केही अलिक नअबुझ्ने भइरह होला, त्यसको लागि चाहिँ म माफा जान्छु। ड्याम ठ्याक्कै यो मेरो पछाडि पर त्यहाँनिर बनिरहेको छ। अब त्यहाँ जानेछौँ, त्यहाँका दृश्यहरू पनि तपाईँलाई देखाउने छु कस्तो के रहेछ। र यहाँ बत्ती नभएर पुरै जेनेरेटरले काम हुँदो रहेछ। एकदम जेनेरेटरको आवाज पनि आइरहेको छ। एकदम ठुलो प्रोजेक्ट हो यो नेपालको लिखु खोलाको प्रोजेक्ट।
झन्डै 1.5-2 घन्टाको हिँडाइपछि हामी यहाँ आइपुगिसकेका छौँ र तपाईँहरूलाई त्यहाँ गएर यो देख्नुहुन्छ त्यहाँको दृश्यहरू कस्तो के रहेछ। यहाँ कोही हुनुहुन्छ भने उहाँसँग कुरा गरौँ भने त्यहाँ धेरै जस्तो यहाँ इन्डियनले नै यो प्रोजेक्ट चलाएको रहेछ। साथीहरू तपाईँले यो साइडमा देख्नु भइरहेछ यो दृश्यहरू चाहिँ सबै ड्याम हो। ड्याम बनिरहेको छ। यो सब ड्यामको दृश्यहरू हो यो। तपाईँलाई अरू ठाउँहरू पनि धेरै आउने दिनहरूमा म लान चाहन्छु र त्यहाँका दृश्यहरू देखाउन चाहन्छु। अहिले चाहिँ छु म ठ्याक्क यो ड्यामको पुलमाथि यो झुलिङ्गे पुल छ जहाँ र एकदम हल्लिरहेछ झुलिङ पुल। यहाँ जानुहुन्छ कि जानु हुँदैन थाहा छैन तर म हिँडेँ अब त ठिकै छ। अलिक डर लागिरहेछ एकदम हल्लिरहेको छ यो पुल। ड्याम तपाईँलाई ड्यामको दृश्य पनि यहाँबाट देखाउँछु। एकदम यो ठक्क ड्यामकै बिचमा छ यस्तो पुल। तपाईँहरूलाई कस्तो लागिरहेको छ प्रतिक्रिया दिनु होला। यस्तो यहाँ बिचमा आएर बसेको छु म पुलको बिचमा। त्यसरी तल ड्याम छ यस्तो ड्याम छ यो तल र यस्तो साइडमा र एकदम पुल पनि हल्लिरहेको छ एकदम लचक लचक। र यो पुलमा जानु हुने हो कि होइन चाहिँ थाहा छैन तर म यहाँ आइपुगिसकेको छु। आएपछि त्यो सबै दृश्यहरू देखाउँ भन्ने सोच्छु। त्यति भन्दै आजको भिडियो म तपाईँहरू सामु यहीँ सघाउन चाहन्छु र प्लिज लाइक सेयर कमेन्ट गरिदिनु होला र मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने त्यो रातो बटनमा गएर सब्सक्राइब गरिदिनु होला र मलाई सपोर्ट गरिदिनु होला। एकदमै डेन्जर भइरहेछ यहाँ पुरा पुलहरू हल्लिरहेछ जाउँ कि नजाउँ भइरहेछ। म सायद फर्किन्छु होला र तपाईँहरूले एक समय साथ दिनुभयो। लाइक सेयर कमेन्ट गरिदिनु होला। हस् त नमस्ते बाई बाई। अर्को भिडियोमा फेरि भेटौँला।